हाम्रा भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी हामी निगरानी गरिरहेका छौँ। स्क्रिनिङ रुमबाट अनुगमन भइरहेको छ यहाँका हरेक गतिविधिहरू। त्यसैले यहाँले त्यो खालको हरकत नगरिदिनु होला। आज एकछिन तपाईँ आँखा छोडेर भाग्नु होला, तर भोलि पर्सि एक हप्ताभित्र तपाईँहरू सुरक्षाकर्मी मित्रहरूको सामनामा पर्नुहुनेछ। यो कुरा हामीले यहाँलाई जानकारी गराएका छौँ। हामी चाहन्छौँ यहाँहरूको हँसिलो अनुहार, हँसिलो मुस्कान ललिताजी जहाँ हुनुहुन्छ आफ्नो छोरालाई लिन आइदिनु होला। तपाईँको छोरा सुशान्त यादव यहाँ हामीसँग हुनुहुन्छ। अनि माया हल्लाएको खण्डमा धेरैको साथ गम्भीर खालका घटनाहरू नघट्न सक्छन्। त्यस कारण तपाईँहरूले सचेत रहनु हुनको लागि सहायता कक्षमा आइदिन अनुरोध गर्छौँ। सुशान्त यादव बौद्धबाट, तपाईँहरू बौद्धबाट आउनुभएको ललिताजी घाट नम्बर 170, तपाईँको सुपुत्र तपाईँको छोरा सुशान्त यादव यहाँ हामीसँग हुनुहुन्छ। कृपया यो केस तपाईँको सम्पर्कमा आइदिनु होला। तपाईँको छोरा तपाईँको आदरणीय भक्तजनहरू